वेलकम टु माई च्यानल। आज हामी चन्द्रगिरी गइरहेको छौँ र हामी गाडीमा आएको हामी चाहिँ अब हामी यहाँबाट स्टार्ट गर्दैछौँ। कति धेरै है मान्छेहरू माथिबाट आएको होइन। बाफ्रे 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 सरहरू कहाँ जानु आँट्नुभएको? ए चन्दनगिरी चन्द्रगिरी गएको। म चाहिँ भ्लग बनाएको भ्लग। मैले तपाईँको छोरीको नि पहिला कति बनाइदिएको थिएँ त याद छ? तपाईँको नि हेर्दैन तपाईँहरू कसैले पनि न थम्सअप छ न सब्सक्राइब छ न हेर छ भनेर भनेको नि। अनि सर तपाईँ कति एक्साइटेड हुनुहुन्छ? एकदम माथि फर्स्ट टाइम हो तपाईँको? यो दोस्रो पटक हो। ए दोस्रो पटक? मेरो त फर्स्ट टाइम हो नि। जन्म छैन माथि? गएकै छैन। स्यामसङ सर तपाईँ कति भयो यता आएको? 2 पटक कि 3 पटक? मेरो दोस्रो पटक। ए दोस्रो पटक। कस्तो छ माथि? म त फर्स्ट टाइम हो। पहिला काठमाडौँ आउँदाखेरि राम्रो लाग्दैन थियो र काठमाडौँ किन राम्रो रहेछ कस्तो राम्रो रहेछ भनेर थाहा पाउँदा चाहिँ चन्द्रगिरी आउँछ। ए हो र? त्यहाँबाट हेर्दा चाहिँ काठमाडौँको एउटा सौन्दर्य दामी है। ओके यता हाम्रो सर हुनुहुन्छ। तपाईँ कति पटक भयो चन्द्रगिरी? यो छोटी चाहिँ 3 पटक छ। 3 पटक चाहिँ यो लाग्यो भनेपछि एक्सपिरियन्स चाहिँ सबैजना रहेछ। म मात्रै छैन बस्ने होइन। हजुर त यहीँ बस्ने मान्छे म नआएको हेर्नु नि। टाढोकोहरूलाई चाहिँ अलिक हेर्नु कौतल हुन्छ नि त। भोलि जान्छु पर्सि जान्छु भन्नु नजिककोहरू त्यसो भन्छ तर कहिले जानु पाउँदैन। प्रायोरिटी अब त्यस्तो हो नि। हो त। एनिवे हामी चाहिँ कति बेला जान्छौँ? के गरिरहेको छ? टिकट काटिरहेको क्या हो? सर टिकट भयो? थ्याङ्क यू भेरी मच। कति लाग्दो रहेछ? 825 एकजनाको। 825 हजुर। नेपालीहरूलाई विदेशीहरूलाई त महँगो होला नि? अलि विदेशीहरूलाई महँगो हो नि सर। कति रहेछ विदेशीलाई? $23 12,000 जति पर्यो। त्यत्रो क्यों हिला डाला ना? एकजनाको 3000। ए त्यही होला। 3000 अब 3000 भनेपछि 4 जना 3 4 12। जम्प लेट्स गो। ओके लेट्स गो। हल्ला गर्दै जाउँ। इन्ट्रेन्स अब प्रवेशद्वार टिकट चाहिँ हराउनु भएन। के हो? त्यही त है। नआएर यहाँ ढ्याकै गर्दछ नि। सँगै जाउँ। ल हामी सँगै जानुपर्छ। भिआइपी त्यही छेउछेउमा आइपुगिसकेको छ। केबल कार पनि आयो।
हाम्रो केबल कार आइरहेको CR7 भइदिनु सर CR7 अरे बाप रे बाप लाग्यो कस्तो काम है सिजा पुरानो भएछ कि क्या नौटंकी नै हो चलुङ्गे पुलमा चाहिँ मजा आउँछ हौ तल हेरेर कुद्नु है चलुङ यस्तो हल्लिनु मजा आउँछ नि बाफ्रे एकदम यो गलो सरले भ्लग बनाउने मात्र हो कि खिच्ने मात्र हो कि बनाउने हुन्छ हौ सर तपाईँ खोइ अल्छी लाग्छ हाल्ने बनाउँछु डिलिट गरेर हाल्ने पुगेछ सर छैन कति न कम्ती छ तरिका बताउँछु कि बढाउने तरिका ल बताइदिनु चाहिँ मैले यो हाल्छु भने त्यसपछि पाहाडमा त्यही त झोलुङ हुन्छ नि त अझ मेन त नि बाइक लाँदा चाहिँ गाह्रो हुने क्या सर बाइक अर्को पछाडिको बाइक त अनकन्ट्रोल पो हुनुपर्छ त मनी लङ हुनुपर्छ होइन अझै लामो हेर्नु आउनुहोस् एकचोटि को म तपाईँ नेपालको त्यस्तो लामो लान्छ अरू त्यस्तो हल्लाउँदा राखेको मुटु जान्छ कहाँ पुगिसक्यो नि हामी यो आधी हो योबाट अझ छ क्या है यो त केही होइन केही होइन अब यहाँ माथि बस्छ अझ उकालो त ठिकै छ ओह्रालो चाहिँ गाह्रो हुन्छ मलाई कान उभिरहेछ कहाँनै यसमा चाहिँ मजा आउँछ क्या सर बस्नु यसमा चाहिँ झन् दामी हुन्छ लड्दैन क्या लड्दैन नि त्यहाँ सामान बोक्ने हो नि सर अन्त यस्तो चम्किनु पर्ने क्या फगी होइन फगी अब चाहिँ आउँछ सर खतरा अब हुसिलो खाएर अलि धेरै भयो नि हुसियो अनि यो फर्निचरको त मम्मीहरूले हालिदिन्छ कस्तो माथि रहेछ नि हाइट इन्द्रसम्म माथि नै है कतै माथि रहेछ नि यस्तो डाँडै काटेर जानुपर्ने सर हल्लायो भने के हुन्छ हल्लायो नि कस्तो हल्लायो माथि जानु त्यही अहिले फेरि खसलाई त मजा आउँछ अहिले फेरि फोनै ओह्रालो ओह्रालो जाला भनेर क्या कतिवटा आइरहेछ हौ डर लाग्छ हल्लिँदो रहेछ नि त अलिअलि मेरो वाइफले कामै गरे नि म त पनि बोकेर आएको छु नि त पोर्टेबल पनि बोकेर हिँडेको छु कि म आज पोर्टेबल त्यो हेर न बाघ बाघ के भन्छ म त छ दामी यस्तो नि है तपाईँको सबै थाहा भयो केटोलाई यसमा एक महिनाको उप
सर्जरी गर्नु काम गर्छ अलि गर्छ सर अहिले चाहिँ थाहा भएन अब यो पनि सिममा चल्ने हो खुट्टा मुनि मुनि ढोका हुन्छ है सर अब हिमाल निक्लिनु पर्यो खै हिमाल छैन हिमाल आज पानी गयो आज छैन हिमाल माथि गएपछि लगभग देखिन्छ कि यस्तो बर्खा लागेपछि त कहाँ देख्छ है देख्दैन नि पश्चिम देख्नु भएन आगो मजै भयो त्यही त नि यहाँ आउने नै हिमाल हेर्न आउने हो गाडीको बाटो पनि रहेछ त है बाइकमा आउनु मिल्छ डाँडा चढ्नुलाई मुनिबाट आउने डाँडा चढ्नु मन छ नि यहाँ हाइकिङहरू गर्नुलाई कोही गाडी गयो यार आइपुग्यो ल उत्रियौँ गेस्टहरू रहेछ ल आइपुग्यो अब चाहिँ हामी पानी परिरहेको छ है पानी परिरहेछ यो तल चाहिँ कति माथि यो अझ माथि छ त्यो चाहिँ के मन्दिर समेत त मन्दिरतिर आउँछ होइन Is this music okay to Yeah. Oh, for dance, yeah. Oh, dancing, yeah. It's easy, very easy. Run down. Dancing. Yes, Scotty actually takes a cut. I think that's what he's doing. The strategy. Himalayan range. Oh, yeah. And Manaslu Himalayan range we can see. Very nice. Yeah. देख्दो रहेछ तर अब लिम्बूहरूको याङमेङ भन्ने त्यही हो लिम्बूहरूले खाने मात्रै हो र भोटेहरूले पनि खान्छ निकाल्नु त खै हेर न सुँगुरको मासु ए त्यस्तो भयो के हो यो चाहिँ भनेपछि हामी गएर गरौँ न सक्छ साइक्लिङ गरे नै हुने रहेछ क्या हो यो त मन्दिर रहेछ नि त खतरा What is this? Wonderful. यहाँ त तालाहरू रहेछ नि त यहाँनिर चाहिँ यसो ताला बाँध्यो भने चाहिँ के हुन्छ भने विसिङको लागि होला सायद त्यस्तो विश्वास ए हो र ए सम्बन्ध अटुटको लागि पो रहेछ जीवनभर जीवन्त रहिरहन्छ अरे सात जनीसम्म ए कति धेरै रहेछ नि त फेरि हजुर हजुर लेखेको रहेछ है पुरा नामहरू पो रहेछ ए हो त रहेछ नि पुरा लेखेछ पुरा मेटिसकेको रहेछ है कुन चाहिँ रिजन किपिङ सेभ लभ रहेछ नि कोरिया साउथ कोरिया टिकाहरू प्लस टिका लप के हो यो टिका लप टिका लभ तिलक
Oh, wonderful. Oh, BIP Deep BISIY Vision Blog पनि छ है त बाई बाई कम एभरेस्ट भ्यू पोइन्ट इज हियर अनि बहिनी कस्तो छ हालखबर एकदमै राम्रो छ सर सो एक्साइटेड ओ लिजा कस्तो छ हाउ आर यु yes no to oh so nice yeah this place is for children yeah very nice wow awesome How are we doing here? yeah, you can play with children. Where is children? I saw a shisha over there. Oh, Scotty, it's perfect. this is perfect for you and children. यो चढ्ने रहेछ कि यहाँनिर है टावर पनि रहेछ घोडा पो रहेछ त्यहाँ घर्र गर्छ तर्छ पनि हुँदैन यहाँ अर्को घोडा पनि रहेछ है यस्तो दामी नेसनको ठाउँमा आइसकेपछि के सिक्छ भने त्यही त जुगाले खान्छ हुनु तर यस्तोमा है जुगा छ होला अलिअलि होला चिसो पो रहेछ त्यो त बाइकमा मजा आउँछ सिसी क्यामेरा पनि रहेछ यहाँ ए हो त सिसी क्यामेरा Hello, Peter. How are you? अब हामी जाँदैछौँ गोइङ ब्याक सबैजना है ओह्रालो पो गाह्रो हुन्छ डर लाग्यो 16 जना नि डर लाग्छ स्वर्ग त कहाँ उकालो होला कस्तो रमाइलो छ हेर्नु न सर घर यता ल्याउनुहोस् त ఎంత కాకుండా आइपुग्यो अब घर जाने हामी एक्जिट भइसक्यौँ बाई बाई